हेलो एभ्रिवान, आज चाहिँ मेरो मम्मी र सासू मम्मीको बर्थडे रहेको छ। दुवैजनाको एकै दिन बर्थडे मात्र होइन क्या, मेरो मम्मी बाबा र मेरो सासू ससुराको एनिभर्सरी पनि सेम डेट, बे पनि एकै दिन भएको के। अनि सुरुमा मैले मम्मीलाई फोन गरेर विश गरेँ, अनि त्यसपछि मम्मी पनि नुहाइदै गरेर आउनुभयो। ह्यापी बर्थडे मम्मी। थैंक यू। हैप्पी बर्थडे। तुमने हैप्पी बर्थडे। जय श्री कृष्ण। जय श्री कृष्ण। आपको भी हैप्पी बर्थडे। थैंक यू। सेम टू भन्नुहुन्छ मम्मी। अच्छी। मेरो दुवैजना मम्मीहरूले चाहिँ एकअर्काले बोलेको केही बुझ्नुहुन्न, न मेरो मम्मीलाई हिन्दी आउँछ न मेरो सासू मम्मीलाई नेपाली आउँछ। सो दुईजना र पनि कति खुसी भएर बोल्नुहुन्छ। आज कितनी गोरी लग रहे हो। आज बर्थडे रूप निखर गया। मेरी बेटी का अच्छा से संभाल कर रखना, मैंने अपनी प्यार करना, बात यति नहीं। हिंदी बेटे का संभाल के रखना। मम्मीको हिन्दी सुनेर चाहिँ मेरो बुढो बिहोस हुनुहुन्छ, म पनि बिचरा भर्खर भर्खर सिक्दै हुनुहुन्छ मम्मी चाहिँ हिन्दी बोल्नको लागि। मैले मेरो सासू मम्मीको लागि चाहिँ सानो गिफ्ट, दुईटा गिफ्ट रेडी गरेको थिएँ। फर्स्ट गिफ्ट चाहिँ यो हो। मेरो मम्मी भन्दा धेरै खुसी चाहिँ म थिएँ, किनभने मेरो मम्मीलाई सुन एकदमै मनपर्छ। अनि उहाँको मुखमा खुसी देखेर म पनि आफै खुसी भएँ। उहाँलाई एकदम मन पर्यो मेरो गिफ्ट। उहाँको अर्को गिफ्ट अझै बाँकी नै छ। अनि हामी रेडी हुन्छौँ बाहिर खाना खान जानको लागि, मम्मीको केक काट्नको लागि। र यो रह्यो मम्मीको अर्को गिफ्ट। अनि हामी लोकेसनमा पुगेर केक कटिङ गर्छौँ। Happy birthday to you. Happy birthday dear mama. Happy birthday to you. अनि मम्मीलाई चाहिँ आइडिया थिएन, म अर्को पनि गिफ्ट दिन आँटेको छु, जुन चाहिँ उहाँको एकदम फेभरेट, उहाँलाई कहिलेदेखि किन्न मन लागिरहेको थियो, त्यो दिन आँटेको थिएँ। नेक्स्ट गिफ्ट मम्मी त एकछिन केही बोल्नै सक्नु भएन कि, किनभने उहाँको यो चाहिँ सोच्नु नै भएको थिएन उहाँले। यो चाहिँ मम्मीको फेभरेटवाला तुलसीको मालावाला सिक्री थियो, जुन चाहिँ उहाँलाई अस्तिदेखि किन्न मन लागिरहेको थियो। मैले पहिलेदेखि प्लान बनाएको थिएँ मम्मीलाई यही गिफ्ट दिन्छु भनेर, अनि एकदम खुसी हुनुभयो मम्मी चाहिँ। अनि मम्मीको घाँटीमा पनि एकदम राम्रो देख्यो त्यो माला। अनि त्यसपछि बस्यौँ हामी सबैजना खाना खानको लागि। अनि खाना खाइसकेपछि हामी सबैजना हावा खाँदै गफ गर्दै बस्यौँ। गाइज यसरी नै बित्यो आजको दिन, मम्मीको बर्थडे हामीले यसरी नै सेलिब्रेट गऱ्यौँ। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।